हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ हामी हाइट पार्क जाँदैछौँ होइन। अहिले चाहिँ हामी ट्याक्क अल्पटन स्टेसन पिकाडिली लाइन घुम्न। मेरो भाइ आज दुईवटा भाइहरूलाई लिएर म यसो छुट्टीको दिन बाहिर घुम्न जाऊँ भनेर हो। त्यस्तो स्पेसल केही छैन, आज पानी परेर आएको अहिलेसम्म। अहिले चाहिँ ट्याक्क वेदर अलि ठिक भइरह, साँझ पनि पर्न आँटिसक्यो, हामी ढिलो भइसक्यौँ आजलाई। तैपनि लन्डनमा रातिको बेला घुम्न मजै हुन्छ। विगतका समयहरूमा त्यो रमाइलो भइरहेको थियो, ठिकै छ, बेलुका पनि घुमौँ न त भनेर आज हामी हिँडेको। अहिले चाहिँ हामी बाटोमा भेटौँ है त। ओके एभ्रिवान, हामी चाहिँ ट्याक्क हाइट पार्क कर्नर स्टेसनबाट झरेर मास्टर निस्किँदैछौँ वे आउटबाट। हाम्रो दुईवटा भाइहरू चाहिँ यहाँ यस्तरी सरेर अर्को अगाडि छ मस्त ओरिजिनल ब्याग बोकेर हिँड्दा उसले चाहिँ है। ल अब हामी बाहिर निस्केपछि भेटौँ है त। अब कि हाम्रो साथीहरू नजारा हेर्नुलाई हामीलाई यस्तो राम्रो बाटो हो कि। ल त हामी चाहिँ अब हाइट पार्क आइपुग्यौँ लामो यात्रापछि। त्यसपछि अब यहाँको यता सनसेट हुँदैछ, यता ट्याक्क तालमा बसेर तालको छेउमा बसेर हामी चाहिँ अहिले सनसेट हुँदैछ। अनि यहाँ हाँस छ, सन छ, परेवाहरू हुन्छ नि यहाँ ट्याक्क यता सर र भ्यू यसरी पारेसम्म भ्यू हेर्न सकिन्छ होइन। पानी खान प्यास लाग्यो, पानी लिएर नि नै यति त जाने अब अहिले। ल हेर्नुहोस् सर र तालको भ्यू, तालको नजारा कस्तो राम्रो सनसेट चाहिँ हेर्नु पायो आज। यति चाहिँ ओर्थिट भयो यहाँको। अब एकछिन पार्कमा गएर बस्छौँ हामी, अनि त्यसपछि अहिले साँझ पर्छ, त्यसपछि चाहिँ घर जाने। अनि एकछिन घुमेर हामी चाहिँ अब ठ्याक्क हाइट पार्कबाट निस्किन लाग्यो होइन। अहिले चाहिँ रात परिसक्यो। अब हाम्रो चाहिँ यहाँ भाइहरूको यहाँ छुट्टै डिस्कसन चलिरहेको छ। डिस्कसन हेर्नुमा चाहिँ अभिषेक, तिमी आज केही भन्न के भन्ने हो? यता के भयो आज? अब यहाँ गद्दार भयो, गद्दारी गरे यहाँ गइगइले। के कारणले हो गद्दार? गद्दार यहाँ मलाई अब एउटा चस्मा लिएर आइदियो भन्दाखेरि दुईचोटि हिँड्न पर्यो मलाई। यस्तो भयो भन्ने मान्छे यहीँ छ, अनुहार यो कल्प्रिट यही हो होइन अनुहार। यो कारण के हो यस्तो भन्ने गद्दार गर्ने कारण? कारण के भन्दा सबैको आइक्यू लेभल फरक फरक हुन्छ दाइ होइन। हजुर, कोही विद्वान हुन्छन्, कोही डुम्बो हुन्छन्। डुम्बो र विद्वानको मिल्दैन क्या कम्बो हो। त्यही हो। यसमा दुम्बोको विद्वानको ल यो चाहिँ अब हाम्रो यहाँको अडियन्सहरूले ठ्याक्कै कमेन्ट गर्नुहुन्छ है त होइन। को यहाँ यी दुइटा मात्रै, को विद्वान लाह हजुरलाई, को चाहिँ दुम्बो लाह, यसो भनेर कमेन्ट गर्नु होला। विद्वानको लागि चाहिँ व्हाइट टी सर्ट भन्नु होला, दुम्बोको लागि चाहिँ ब्ल्याक सर्ट भन्नु, ब्ल्याक फेस भन्नु। यो हाम्रो यो कमेन्ट गर्नु होला। अनि यो त कहाँ हो त नि, यो त मिल्दै मिलेन। किन कसरी मिल्दैन नि यहाँ त? त्यो भन्न त पाइयो भयो। को विद्वान र को अनि उस भन्नालाई मिल्न। अब चाहिँ ठ्याक्क हामी यहाँबाट निस्किएर नेक्स्ट डेस्टिनेसन हाम्रो कहाँ हुन्छ त्यो हामीलाई पनि थाहा छैन होइन। अनप्लान हो। अब हिँड्दा हिँड्दै अब कहाँ जाने गाडी पाइन्छ, कहाँ जान मन लाग्छ हामीलाई। हाम्रो डेस्टिनेसन भनेको घर हो, तर घरभन्दा पहिला चाहिँ हामी पहिला कति ब्ल्याक एन्ड व्हाइट देखेको थाहै छैन भाइ कहाँ गइन्छ। बिहान दादाले हामीलाई यहाँ म्याकडी, दादा फेरि म्याकडी यहाँ कामहरू छ, अनि म्याकडीको के खुवाउँछु भन्नुभयो। खानु पऱ्यो होइन। अब त्यहाँ त गएर अब त्यहाँ मेन्यु हेरिन्छ त्यहाँको अगाडि, अनि के खान मन लाउँछ। अनि त्यो स्पेसल हाम्रो दादाले अब के खुवाउनुहुन्छ मेरो दादाले। तिमीलाई के खान मन लाग्यो भने त्यो त मैले खुवाइहाल्छु। म गएर हेर्छु म पहिला ल। अनि होइन त्यहाँ गएर हेर्छु। अब मलाई फेरि त्यति मजाले थाहा छैन, त्यहाँ गएर हेर्नु पऱ्यो। त्यहाँबाट के मिठो देखिन्छ त्यो हेर्नु पऱ्यो। त्यो हेरेर अनि ट्याक्क म अर्डर गर्छु। अनि स्पेसल दादाले अब आइहाल्छ हामीलाई होइन। त्यसपछि हामी कहाँ जाने अरे टावर ब्रिज भनौँ न।
अहिलेको लागि अहिलेसम्मलाई हाम्रो टावर ब्रिज छ हाम्रो यसपछिको नेक्स्ट डेस्टिनेसन भन्नु पऱ्यो फाइनल चाहिँ हाम्रो घरै हो फाइनल त हामी फेरि घर त जाने नि नेक्स्ट आफ्नो घर जाने हो नेक्स्ट डेस्टिनेसन अब यसो हाम्रो म्याग्दीमा भाइहरूलाई भोक लाग्यो भने म्याग्दी गएर चाहिँ हाम्रो टावर ब्रिज जाने प्लान छ हेरौँ के हुन्छ समयले कतिको साथ दिन्छ मौसमले कस्तो साथ दिन्छ साथ दिन्छ हामीले चाहिँ अब साथ दिनु पर्यो नि समयलाई हामीले पनि त्यही हो अनि हाम्रो लोकल भाइले चाहिँ केही मन लागेको छ कि इच्छा कहीँ जाने अर्को ठाउँ अब यतै सेन्ट्रलतिर घुम्ने आज अरू कतै नजाने यतै सेन्ट्रल घुम्ने खाना खाने फाइन डाइन गर्ने ओके ल है त अब हाम्रो नेक्स्ट के हुन्छ हाम्रो प्लान फर्दर प्लान त्यही अनुसारले अब चाहिँ हामी भेटौँला अनि चाहिँ अब म्याग्दी जाँदैछौँ खासमा चाहिँ नेपाल रेस्टुरेन्टमा डिनर गर्न जाने प्लान थियो तर नजिकै नेपाल रेस्टुरेन्ट रहेनछ अब टाढा जाने बेलासम्म नेपाल रेस्टुरेन्ट क्लोज हुने भएको कारणले चाहिँ हामी अब म्याग्दी जाने प्लानमा छौँ ल म्याग्दी चाहिँ भाइहरूलाई साह्रै रहर गर्छ नि यिनीहरूले म्याग्दीको खानालाई चाहिँ त्यही माथि हाम्रो डिस्काउन्ट पनि पाइन्छ मेरो इम्प्लोइ डिस्काउन्टले चाहिँ अब हेर्न सक्छ हामी कहाँ छौँ भने चाहिँ हामी अहिले ठ्याक्क नाइस ब्रिजमा छौँ है नाइस ब्रिजको ठ्याक्कै हामी हेयरवर्समा आइपुग्यौँ अहिले हेयरवर्सको अगाडि अब म चाहिँ हजुरहरूलाई म्याग्दी गएर चाहिँ ठ्याक्क हामीले के खान्छौँ त्यो चाहिँ देखाउँछ म्याग्दीबाट खाजा लिएर चाहिँ हामी बाहिर निस्केको छौँ के लिएर आउँदा केटा तिमीहरूले मलाई त ड्रिङ्क्स मात्रै हो कोक र कफी तिमीले के लिएर खाजा कुन बर्गर हो मैले चिकन बर्गर चिकन कुन चाहिँ आइटम भन्नु त भाइ क्रिस्पी चिकन बर्गर स्पाइसी चिकन सरी स्पाइसी चिकन अनि त्यसपछि कोका कोला हो र विथ द फ्राइज सरी चिप्स इन युके म त स्विट चिल्ली त्यहाँ खाने डिसाइड गरेँ उठाको म्याग्दीबाट निस्किएर खाना लिएर अगाडि साथ रोडको भ्यू हेर्दै खाने भनेर बसिरहेको यहाँ एउटाले सुरु गरिसक्यो खानालाई खानु पऱ्यो नि खानु त पऱ्यो भाइ कस्तो ठिक छ मिठो मिठो हो स्पाइसी मिठो लाग्यो अनि यता चाहिँ अर्कोले फ्राइज मात्रै खाँदै बसिरहेको यता न सस यहाँ ससहरू यत्रो धेरै सस लिएर ससको ट्रायल गर्दैछु म्याग्दीको बेस्ट सस कुन हो त एउटा फ्राइज खाने यत्रो सस लिएर मलाई चाहिँ स्विट करी ठिक लाग्छ त्यही हो अनि अहिले चाहिँ नयाँ रेड हट सस भन्ने आएको छ स्विट करी ट्राई गरेर स्विट एन्ड सायर चाहिँ मलाई ठिक लागेन ल वाफललाई वेलकम टु माई भ्लग के छ ठिक छ नि साथीहरू लाइक सेयर सब्सक्राइब हान्दियो साथीलाई मेरो चाहिँ मैले भ्लग आउनु सुरु गरेँ मैले वाफलको भ्लग हेरेको आजमा वाफलले हालेको एउटै भ्लग हो है त्यही भ्लग हेरेर चाहिँ मैले भ्लग आउनु सुरु गरेको गर्नुपर्छ कन्टिन्यू होइन भ्याउँदै हुँदैन यताउता झ्याउ छन् त छ एक दुईवटा यत्तिकै हाले होइन अनि के भन्न चाहन्छौ तिमीले अनि कस्तो चल्छ जिन्दगी यस्तै छ इन्स्टाग्रामले गाड हाल्ला जस्तो स्टुडेन्टहरूलाई हो आउँदैन हेरौँ के हुन्छ अब जोरका देखा जाएको खाजा तिमी लाग्यो मम्मीले त्यो बत्ती कहिले उस हुन्छ कहिले हुन्छ कि एउटा न एउटा त्यो स्विच कहाँ राखिदिन्छ रहेछ थाहै हुँदैन हामीलाई अब फेरि फोन गरेर सोध्यो ल अरू त ठिक छ नि सबै ल ठिक छ म चाहिँ अब एकछिन वापसित अफ क्यामेरा बात गर्छु होइन त्यसपछिको हेर्दै जाऊँ लाग्यो अब चाहिँ हामी ट्याक्टर घर जाँदैछौँ गाडी चढ्यौँ अहिले 74 अब हामी चाहिँ अब मार्बल आर्ट गरेर अनि फेरि एकछिन हिँडेर फेरि अर्को गाडी चढ्न 198 त्यसपछि घर जानु चाहिँ अब अझै 1.5 घन्टाको लाग्छ गुड नाइट पिस आउट अर्को उता फालेर बस्यो गाइड लाइक सब्सक्राइब सेयर हाम्रो पुरुषोत्तम अर्याल च्यानलमा ओके चाहिँ सर अगाडि बाटो हेर्नु सक्नुहुन्छ हजुरहरूले यही हो अहिले देखाउन मिल्ने बसेको देखाउनु न हामी यसरी बस्छौँ यहाँ चाहिँ अरू केही छैन अहिले देखाउनलाई कलङ्की जस्तो कलङ्की जस्तो अन्डरपास देखि हामी यहाँ ठ्याक्क कलङ्कीकै कपी हानेको लनिहरू कि कलङ्कीले यहाँको कपी हानेको कि यहाँको कलङ्कीले कपी हानेको ढुक्क हो त्यही भएर यिनीहरूको अझै ओपन भएको छैन क्या
हो कति पछाडि रहेछ धेरै पछाडि यो गाउँ पछाडि रहेछ होइन होला हो नि जम्मा 4 घन्टा 45 मिनट पछाडि हो होइन अहिले त यो समरमा पो विन्टर आउँदाखेरि 5 घन्टा हो 5 घन्टा कति त 45 मिनट ढोको हो नि ढुक्क हो नि होइन। आउँदा 5 घन्टा 45 मिनट थियो अहिले 4 घन्टा 45 मिनट हो र त्यो के कारणले हुँदा नि त्यस्तो भएको यो चाहिँ हाम्रो चाहिँ टाइम जोन अलिकति यस्तो हुन्छ समरमा चाहिँ अलिकति सर्ट हुँदो रहेछ हाम्रो त अब तिमीले त्यो टाइम चाहिँ ग्रिनिच टाइम टेबल फलो गरिन्छ हामी युकेमा त्यो टाइम चेन्ज भएपछि तिमीले यहाँ के डिफरेन्स पायो त गर्मी सुरु भयो त्यसपछि अनि अनि त्यसपछि गर्मी नै भयो त्यसपछि गर्मी मात्र भयो तिम्रो पहिलाको समय र अहिलेको समयमा केही न केही कस्तो हुन्थ्यो पहिलाको जाडोको बेलाको समय पहिला जाडो बेला अलिकति मान्छे कम हुने जाडोको बेला जाडो हुन्थ्यो गर्मी बेला गर्मी भयो त्यो त होइन नि फेरि के हो जाडोको बेला त्यति पसिना आउँथेन अहिले गर्मी भएछ अहिले पसिना हो र। अनि मान्छेहरूको फ्लो पनि बढी हुन्छ नि त अनि हाम्रो अगाडि कति नम्बर गाडी छ अरे 36 यो शब्दलाई तिमीले के भन्न चाहन्छौ कि यसलाई चाहिँ नराम्रो नलिनु होला अँ, राम्रै रूपमा यसलाई युज गर्नु होला हो। 36 भन्नुले अब है अँ। अनि लोकलले त्यो गाडीलाई केही भन्न चाहन्छ त्यो नम्बरलाई नम्बर के ठिकै छ हो यतिको हुनु पऱ्यो कि मान्छे यतिको हुनु पऱ्यो नि र देखावटी हो नि यो त हुनु पऱ्यो नि त क्यारेक्टर के आयो तिम्रो लागि कुरो हेर यसमा के भन्न चाहन्छ तिमीले क्यामेरा अगाडि धेरै बढी कुरो हुने अब फन्नी बन्न खोज्ने जबरजस्ती भन्दा नि अब जस्तो छ रियलमा त्यस्तै देखिने हो तो तिमी कहाँ जस्तो हो त्यस्तै त्यो त्यस्तै छु म जेन्डर अनि कस्तो हो त नि ल तिमीले भनिदेऊ नि त तुच्छ गद्दार अँ। गिरेको गद्दारसँग त भन्न मिलेन होला किन मिलेन अलि मिलेन जस्तो लाग्यो मलाई अलमोस्ट गद्दारै हो तिमीलाई के कारणले केमा गद्दार गर्नु आयो उसले उसले मलाई धेरै कुरामा गद्दार गरिसकेको हो रिसेन्ट यो अब अनलाइनमा चाहिँ अब यो ब्लगमा चाहिँ नभनौँ भनेपछि त्यहाँसम्मको हो हजुर त्यहाँसम्मको गद्दार गरिसक्यो तिमीलाई म चाहिँ खपेर मात्रै बसेँ हो किन खपेर बसेको त नि अनि आफ्नो त आफ्नो लागि त आफूले बोल्नु पर्यो आफ्नो डिफेन्स पनि त गर्नु पर्यो नि त तिमीले डिफेन्स त कति गर्दैन डिफेन्स गरेर त यहाँसम्म डिफेन्स गरेर बल्ल यहाँ छ हो तैपनि अझै तिमी डोमिनेट भइरह डोमिनेट त भएन गद्दार भन्ने चाहिँ डोमिनेट होइन गद्दार भनेको त अब उस हो नि त के हो त ब्याक स्ट्याप भनेको हो नि त हो ल होइन त अब तिमीलाई ब्याकस्टप हान्ने मान्छे यही भन्छु हेर्नु कस्तो भला आदमी अरू बस्यो फेरि देखावटी मूर्खसँग कुरा गर्न साध्य भन्नु अरे हो देखावटी शब्द चयन त राम्रै हो तर तिमीलाई यो शब्द चयन गर्न ठिक थियो कि थिएन त्यसमा चाहिँ म अलिक कन्फ्युज छु मैले पनि अब त्यसले जस्तै त्यो तुच्छ बोचन बोल्यो भने त्यो र ममा के फरक रहेछ नि हो जस्तै गुमा ढुङ्गा हान्ने भने आफ्नै बुङ्गा छिटा हो छिरा पर्छ त्यो पनि हो त्यस्तै हो तपाईँ चाहिँ के हो त नि यो इन्टरभ्यू दिएको कि अनि कस्तो यो त मेरो कन्टेन्ट हो नि होला होइन अनि यस्तो कन्फ्युज हुन्छ जे आउँछ त्यही हो कि जस्ट गो विथ द फ्लो द्याट्स नट गुड त्यही हो नि त जे हो त्यही त देखाउनु पऱ्यो नि त मैले त फरक परेन हजुर त न्युट्रल हुनु पऱ्यो नि त हजुर त यहाँ बिचमा हजुर त्यही त न्युट्रल हो होइन म त न्युट्रलै हो नि होइन म त न्युट्रलै हो नि अब त जस्तै उखान टुक्का ठ्याक्कै मलाई एउटा टुक्का याद आयो भन्छ अब यसको उसको लागि आफूले एउटा जानेको टुक्का त मैले भन्न पाएँ नि त कि पाइनँ मैले पाइएन नि त हजुर न्युट्रल भएपछि हजुरले भन्न कहाँ भन्नु त्यो मैले त अब यहाँ मेरो दर्शक भ्युवरलाई यसो दर्शक भ्युवरले हजुर न्युट्रल हुनुहुन्छ भन्दै रियालिटी चेक दिनु पऱ्यो होइन रियालिटी चेक जस्तो यस्तो शब्दलाई हामीले यस्तरीसम्म लिन पाइन्छ भन्ने त मैले त आफूले जानेको कुरा त भन्न पाएँ नि त पाएँ कि पाइनँ आउनुभयो होला अब ल ठिक छ अरू हामी कहाँ आउँदैन हामी झर्ने खै खै कहाँ गाँधी बसमा हो ल अब हामी अर्को बसमा भेटौँ है त फेरि नयाँ कन्टेन्टको साथ के हो त्यही होला ल त अब चाहिँ घर आउने बेला भइसक्यो अब यिनीहरूसित अन्तिम 2 मिनट छ होला बाँकी यिनीहरूसित बस्नुलाई त्यसपछि मलाई आनन्द म घर गएर सुत्नु पाउँछु यिनीहरू पनि जान्छन् अर्को यता पछाडि
के गर्न चाहन्छ अन्तिममा अझै 10 मिनेट लाग्छ हामीलाई। जाँदा जाँदै केही जाँदा जाँदै गुड नाइट। आजको लागि आज कस्तो ओभरअल ओभरअल राम्रो भयो, रमाइलो भयो। पार्क चाहिँ दामी रहेछ सेन्टरमा। ल औ जाँदा जाँदै के भन्न चाहन्छौ तिमीले जाँदा जाँदा अब गुड नाइट भन्न चाहन्छु म। अनि आजको दिन कस्तो रह्यो आजको एकदम रमाइलो। अब अर्को दिन पनि यस्तो रमाइलो गर्नेछु अवश्य हुँदैन। ल ओके एभ्रिवान सी यु अन नेक्स्ट ब्लग। अर्को चाहिँ कहिले आउँछ थाहा छैन, त्यति बेलासम्म पिस आउट। त्यही होइन, शुभरात्रि। ल भाइ गुड नाइट।